नमस्ते साथीहरू, हजुरहरूलाई हाम्रो यस द इन्फो स्फियर युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज हामीले कसरी सजिलैसँग एउटा फेसबुक अकाउन्ट बनाउन सकिन्छ त भन्ने कुरा यस भिडियो मार्फत सिक्न गइरहेका छौँ। आशा छ पहिलाको भिडियोलाई जस्तै यो भिडियोलाई पनि हजुरहरूले माया र साथ दिनुहुनेछ। अब हामीले एउटा फेसबुक अकाउन्ट बनाउनका लागि सर्वप्रथम हामीहरूले प्ले स्टोरमा गएर फेसबुक अकाउन्टलाई चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ। मैले यहाँ प्ले स्टोरमा गएर फेसबुक अकाउन्टलाई इन्स्टल गर्दैछु। हजुरहरूले पनि आफ्नो डिभाइसमा सर्वप्रथम त फेसबुकलाई इन्स्टल गर्नुपर्ने हुन्छ। इन्स्टल गरिसके पछाडि हजुरहरूको मोबाइलमा यस्तो ओपन भन्ने इन्टरफेस आउँछ। हजुरहरूले त्यसमा क्लिक गरिदिनुहोस्। क्लिक गरिसके पछाडि यदि हजुरहरूको पहिले नै फेसबुक आइडी छ भने युजर नेम र पासवर्ड हानेर लगइन गर्न सक्नुहुनेछ। आज हामीले एउटा नयाँ आइडी क्रिएट गर्न गइरहेका छौँ। त्यसका लागि हामीले क्रिएट न्यू अकाउन्ट भन्ने अप्सनमा क्लिक गर्दैछौँ। यहाँ क्लिक गरिसके पछाडि हजुरहरूको मोबाइलमा यस्तो इन्टरफेस हजुरहरूले देख्न सक्नुहुनेछ। हजुरहरूले फर्स्ट नेम भनेको ठाउँमा आफ्नो पहिलो नाम लेखिदिनुहोस् र लास्ट नेम भनेको ठाउँमा चाहिँ हजुरहरूले आफ्नो थर लेख्न सक्नुहुनेछ। आफ्नो नाम र थर लेखिसके पछाडि हजुरहरूले नेक्स्टको अप्सनमा क्लिक गरिदिनुहोस्। यति गरिसके पछाडि हजुरहरूको मोबाइलमा यस्तो इन्टरफेस हजुरहरूले देख्न सक्नुहुनेछ। अब यहाँ सेलेक्ट योर नेम भनेको छ। अब हजुरलाई यहाँ दिएको नेम मनपर्छ भने यही नेम पनि सिलेक्ट गर्न सक्नुहुनेछ। नेम सेलेक्ट गरिसके पछाडि हजुरहरूले आफ्नो जन्ममिति यहाँ सेलेक्ट गर्नुपर्ने हुन्छ। जन्ममिति सिलेक्ट गरिसके पछाडि नेक्स्टको अप्सनमा क्लिक गरिदिनुहोस्। त्यस पछाडि यहाँ फिमेल मेल भनेर चुज गर्ने अप्सन आएको छ। हजुरहरू अब फिमेल मेल जुन हुनुहुन्छ त्यही चुज गर्नुहोस्। त्यस पछाडि अब यहाँ हजुरहरूले मोबाइल नम्बर राखेर लगइन गर्नुहुन्छ कि आफ्नो जिमेल आइडी राखेर लगइन गर्नुहुन्छ भन्ने दुईटा अप्सन आइरहेको छ। यहाँ मैले चाहिँ अहिले जिमेल आइडी राखेर लगइन गर्न गइरहेको छु। हजुरहरूले मोबाइल नम्बर राखेर पनि लगइन गर्न सक्नुहुनेछ। यति गरिसके पछाडि मैले जिमेल आइडी हाने, नेक्स्ट गरेँ र एउटा बलियो पासवर्ड क्रिएट गरेँ। हजुरहरूले पनि एकदम बलियो पासवर्ड चाहिँ यहाँ क्रिएट गरेर राख्नुपर्ने हुनेछ। त्यस पछाडि फेसबुकले आफ्नो टर्म एन्ड कन्डिसनहरू यहाँ दिएको छ। हजुरहरूले त्यसले आई एग्री भनेर क्लिक गरिदिनुहोस्। त्यस पछाडि हजुरहरूको मोबाइलमा यस्तो इन्टरफेस हजुरहरूले देख्न सक्नुहुनेछ। केही समयले टाइम लिएको छ। हजुरहरूले यो फेसबुक अकाउन्ट बनाउँदाखेरिको पासवर्ड र डेट अफ बर्थलाई चाहिँ याद गरेर राख्नुपर्ने हुन्छ। पछि अर्को डिभाइसमा लगइन गर्नका लागि सजिलो हुन्छ। ल हेर्नुहोस् त साथीहरू, कति सजिलैसँग मैले एउटा फेसबुक आइडी क्रिएट गरेको छु। हजुरहरूले पनि यसरी नै सजिलैसँग घरमै बसेर आफ्नो फेसबुक आइडी क्रिएट गर्न सक्नुहुनेछ। अब यसमा विभिन्न अप्सनहरू आउनेछ। हजुरहरूले स्किप गर्न पनि सक्नुहुनेछ। आफ्नो प्रोफाइल पिक्चर चेन्ज गर्ने, आफ्नो कलेज, स्कुल सम्पूर्ण कुराहरू यहाँ राख्ने ठाउँ हजुरहरूलाई आइरहेको हुन्छ। हजुरहरूले स्किप गर्न पनि सक्नुभयो, त्यसलाई राख्न पनि सक्नुभयो। साथीहरू, मैले यहाँ राख्नुपर्ने कुराहरू राखेर एउटा नयाँ फेसबुक आइडी बनाएको छु। हजुरहरूले पनि यसरी नै एउटा नयाँ फेसबुक आइडी बनाउन सक्नुहुनेछ। आजलाई यति नै साथीहरू। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ कृपया कमेन्ट मार्फत आफ्नो सल्लाह सुझाव दिनुहुन पनि विनम्र अनुरोध गर्दछु। साथै हाम्रो यस द इन्फो स्फियर युट्युब च्यानललाई अझैसम्म पनि लाइक सब्सक्राइब गर्नुभएको छैन भने एकपटक लाइक सब्सक्राइब गरिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु।